आजको यस भिडियोमा बताउनु छु तपाईँ आफ्नो मोबाइलको एप्लिकेसनमा लक कसरी लगाउने। लक लगाउनको लागि सबभन्दा पहिला आफ्नो मोबाइलको सेटिङलाई ओपन गर्नु होला। ओपन गरेपछि अलि तल आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ सिक्युरिटी एन्ड प्राइभेसी, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि फेरि तल आउनु होला। यहाँ आएपछि यहाँ हेर्न सक्नुहुन्छ एप लक, यहाँ गर्नु होला। क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ हेर्न सक्नुहुन्छ एप लक, यसलाई इनेबल गर्नु होला। त्यसपछि यहाँ सेटिङमा क्लिक गर्नु होला। यहाँ तपाईलाई एउटा लक राख्नको लागि भनिरहेको छु। म एउटा लक राख्दै छु यहाँ। त्यसपछि फेरि त्यही लक यहाँ राख्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ चाहिँ यहाँ एउटा जीमेल एड गर्नु होला। यसले गर्दा तपाईको लक कहिले चाहिँ बिर्सनु भयो भने यही जीमेल को मार्फतले तपाई आफ्नो लकलाई रिकभरी गर्न सक्नुहुनेछ। म एउटा जीमेल राख्दै छु। जीमेल राखेपछि यहाँ कन्टिन्युमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईलाई जुन एप्लिकेसनमा लक लगाउनु छ त्यो एप्लिकेसन यहाँबाट चुज गर्नु होला। जस्तै मलाई ग्यालेरीमा लक लगाउनु छ भने म यहाँ ग्यालेरीमा आएपछि यहाँ यसलाई इनेबल गरिदिन्छु। यसरी फेरि तपाईलाई अर्को कुनै एप्लिकेसनमा लक लगाउनु छ भने यसलाई मात्र इनेबल गर्नु छ। अब यसलाई हेर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ लकेट, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ दुईटा एप्लिकेसनमा लक लागेछ। अब चाहिँ यसलाई हेर्नको लागि अब ग्यालेरीमा आफ्नो ओपन गर्दैछु। ओपन गरेपछि यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ लक देखाइरहेछ। यसरी नै तपाई आफ्नो मोबाइलको एपमा लक लगाउन सक्नुहुन्छ। थ्यांक यू।